नगरपालिका वडा नम्बर 8 बक्सीको केन्द्र भएको हिसाबले यहाँनिर चाहिँ यही उत्पादन भएको चाहिँ कृषि बजार बनाउने अनि यहाँ चाहिँ महिनामा 2 चोटि 15 दिनमा लगाएर तलमाथि लेक बेसीको चाहिँ हैन सिजन अनुसारको तरकारीहरू चाहिँ उत्पादन छ तिनीहरूलाई चाहिँ बिक्री वितरण गर्ने साटासाट गर्ने उद्देश्यले यो चाहिँ अहिले सुरु गरिएको छ। अब अरु पनि बनाइन्छ यसलाई निरन्तर दिएर चाहिँ एउटा बजारको रूपमा कृषि बजारको रूपमा स्थापना गर्नको निम्ति चाहिँ यो पनि एउटा यो हाम्रो 82-83 को बजेटबाट पनि यहाँ बन्छ। बिस्तारै अब वडामा चाहिँ सानो बजेट छ।